धेरैजनाले टिकटक चलाएर खत्तम भयो भन्छ हैन। टिकटकबाट मान्छे हो अति भयो भने एकदमै खत्तम हुन्छ। तर टिकटक भनेको के हो र टिकटकबाट के फाइदा हुन्छ त के गर्न सकिन्छ टिकटकबाट, त्यो कुरा म पोइन्ट वाइज बताउँछु है त सबै साथीहरूलाई। टिकटकमा हरेक मान्छेले जुन इन्भल्भ हुने भनेको एक नम्बर भनेको चाहिँ इन्टरटेनमेन्ट है। अब इन्टरटेनमेन्टमा के हुनसक्छ, फनी भिडियो, फनी साउन्ड, फनी म्युजिक, फनी पिक्चर, फनी क्याप्सनहरू हुनसक्छ कि है। त्यस्तो चिजहरू चाहिँ तपाईँले जुन आइडीमा धेरैले हालेको हुन्छ। अब फनी चाहिँ क्लिपहरू हुन्छ होइन, फनी क्लिपहरू हुन्छ, त्यसबाट अरू सङहरू भयो जति म्युजिक सुनेर इन्टरटेनमेन्ट लिन्छ, त्यो एउटा चाहिँ एक नम्बर चाहिँ एउटा के भयो, उसले इन्टरटेनमेन्ट लियो टिकटकबाट है। अब इन्टरटेनमेन्टले के हुन्छ भन्दाखेरि तपाईँलाई कुनै चाहिँ त्यसको अब मान्छे तपाईँलाई बोर लागिरहेको हुन्छ, एउटा एकदम राम्रो कमेडी भिडियो मजाले हेर्नुभयो र तपाईँलाई त्यसले एकदम मजाले हाँस्यो भने तपाईँले त्यो एउटा एक खालको एनर्जी आउँछ कि, त्यो एउटा बेनिफिट तपाईँलाई टिकटकको एउटा त्यो भयो है। अब अर्को बेनिफिट के हुन्छ भन्दाखेरि म यो पार्ट वाइज बताउँछु, किनभने भिडियो लामो हुँदाखेरि धेरैले हेर्नुहुन्न। पार्ट वाइज भयो भने एउटा भिडियो चाहिँ 1 मिनटको भिडियो त कमसेकम थोरैले भयो भने थोरै मात्र भयो नि हेरिदिनुहुन्छ नि त। अर्को यसपछिको पार्टमा म अर्को के हुन्छ त म बनाउँछु है।